नेपथ्यले के गराए नेपथ्य पछाडि लाखे इभेन्ट्सले के फिल गर्यो मलाई सोध्नु हो यो गफ सप एकदम क्याजुअली गफ बनाऊ है यसलाई यो ठुलो बनायो भने फेरि के बोल्ने कसो बोल्ने हुन्छ नेपथ्यले जस्तो नेपथ्य भयो नि हजुर त्यस पछाडि तपाईँले आफूलाई हेर्ने र इन्टायर तपाईँहरूको लाखे टिमले के फिल गर्यो हामीले भन्दा पनि मेन कुरा त अब अडियन्सहरूले के फिल गर्नुभयो भन्ने कुरा हो अब उहाँहरूले हामीलाई जति पनि दिनुभएको फिडब्याकहरू एकदम राम्रो थियो अनि उहाँहरूको फिडब्याक प्लस अब हाम्रो ग्रुपको पनि इभ्यालुएसन गर्दाखेरि चाहिँ हामी आत्मसन्तुष्टि भयो भन्नु पऱ्यो न यो अलि डिप्लोमेटिक एन्सर हो कि ल यो टिमको नेता हो क्या काहीँ अप्ठ्यारो छ उत्तर दिन अलिक गाह्रो छ नि तपाईँ जानु त्यहाँ गएर ह्यान्डल गरेर आउनु टाइप तपाईँ भन्नु जस्तो नेपथ्य पछाडि तर हामीले गर्न सक्ने रहेछौँ न्युजिल्यान्डमा टाइपको फिल भयो कि सायद न्युजिल्यान्डको कन्टेक्स्टमा एउटा हिस्ट्री ब्रेकिङ इभेन्ट चाहिँ भएको हो होइन नेपथ्यको हाम्रो लागि पनि वान अफ द बिगेस्ट इभेन्ट नै थियो अनि अडियन्स वाइज अनि सबै म्यानेजमेन्ट सबै पक्षबाट वान अफ द सक्सेस खुसी एकदमै खुसी कति दिन व्हिस्की खाइयो त्यस पछाडि कति दिन सेलिब्रेट गरियो सेलिब्रेट भन्दा पनि त्यसपछि झन् ऊर्जा चाहिँ मिलेको छ झन् तनाव भयो नि अब योभन्दा अझै ठुलो इभेन्ट गर्नुपर्छ त्यही अनुसारको चाहिँ फेरि दिन सकिएला कि नसकिएला भन्ने एउटा प्रेसर पनि छ एउटा मार्क्स क्रिएट गरेको हो कि एक्जाम त्यो अहिले मैले बाहिर पनि सोधेँ होइन अब मैले अहिपछि नै यसो सम्झिन्थेँ यो त अब च्यालेन्ज यो त एक किसिमले च्यालेन्जकै रूपमा पनि लिँदा भयो होइन अब यसबाट कटाउने त्यो के अब छिटै सम्भव छ त्यो अब लाखेले नै रेकर्ड राखिसकेपछि लाखेले नै ब्रेक गर्छ भन्ने चाहिँ त्यही सिद्धान्तमा हिँडिरहेछौँ होइन सुजन चापा गाईकोमै त्यस्तै हुन्छ कि हल त अनि हलै सानो छ भन्नु चाहिँ हल त ठुलो राख्नु पऱ्यो नि त्यसो सेकेन्ड सो भएको छैन नि असममा यो लागेको थियो तपाईँहरूलाई 5 वर्ष नपुग्दै यो खालको सक्सेस अचिभ गरिन्छ जस्तो लागेको थियो तपाईँलाई पाएपछि लागेको थियो एक न एक दिन चाहिँ वी गना एचिभ दिस वान भनेर चाहिँ थियो नै त्यही अनुसारले नै हार्डवर्क सबै कुरा चाहिँ हामी गर्दै आइरहेका थियौँ अनि एट द इन्ड त्यो एचिभ गरेको चाहिँ अहिले आएर चाहिँ फिल चाहिँ हुन्छ त्यही म यसमा जोड चाहिँ यस्तो पनि भएको थियो अब यत्रो कन्सर्ट गरिसक्दाखेरि अब हामीले लास्ट गरेको भनेको सज्जनको अनि त्यसपछि चाहिँ अब न्युजिल्यान्डलाई नेपथ्य चाहिएकै हो त भन्ने पनि भएको थियो त्यसले गर्दा चाहिँ अब सबैजनाको जोस गर्दाखेरि चाहिँ सक्सेस भएको जस्तो नेपथ्य ल यो नेपथ्य गरौँ नि त टाइपको जुन तपाईँहरूको बिजारोपण भयो नि दिमागमा तपाईँलाई लागेको थियो साँच्चै एकदम अनेस्ट हुनु ल किनकि धेरै हुनु पऱ्यो एकदम अनेस्ट हुनु होइन तपाईँ यस्तो गरौँ भन्दाखेरि अस्ति जुन क्राउड जे भयो नि ठ्याक्कै त्यही होला भन्ने थियो कि ट्राई चाहिँ गरौँ अलिकति रिक्स जस्तो चाहिँ छ कि लाग्थ्यो के लाग्थ्यो एकदमै धेरै रिक्स अनि एकदमै बिग डिसिजन पनि थियो हाम्रो होल टिमको लागि अनि धेरै नै धुरमुर थियौँ हामी गर्ने कि नगर्ने एज अ बिग प्रोजेक्ट सायद हाम्रो लाखेको अझसम्मको सायद डबल नै थियो होला अझसम्म हामीले गरिरहेको प्रोजेक्टको चाहिँ डबल नै थियो त्यो एज अ एक्सपेन्सेस वाइज सबै कुरा होइन यसको चाहिँ अपेक्षा के छ अब सुजन चापागाई चाहिँ दिमाग कसरी आयो सुजन चापागाई यस्तो थियो 2 वर्ष अगाडि अस्ट्रेलिया टुर हुँदाखेरि त्यति बेला पनि हामीले गर्ने प्लान थियो तर त्यति बेला चाहिँ के भयो भन्दा हामीले आई थिङ्क विपुल छेत्री ब्यान्ड गर्दै थियौँ अनि त्यति बेला चाहिँ अब सर्ट टाइम हुने भयो भनेर अनि टाइम नमिलेर चाहिँ नगएर तर हामीलाई मन चाहिँ पहिलेदेखि नै थियो होइन जुन तरिकाको उहाँको भोइस अनि उहाँको जुन कन्सर्ट गर्ने हो एकदम हाइप पनि छ नि त अनि त्यसपछि अहिले अस्ट्रेलिया आएको बेलामा चाहिँ वाइ नट तपाईँहरूले हेर्दाखेरि जस्तो आर्टिस्ट सेलेक्सन गर्दाखेरि कसरी गर्नुहुन्छ तपाईँहरू भनेको कसरी गर्नुहुन्छ जस्तो गुणस्तर हेर्नुहुन्छ कि उसको क्रेज हेर्नुहुन्छ कसरी हुन्छ यो सेलेक्सन चाहिँ हामी अडियन्स पोल पनि गर्छौँ अडियन्सहरूले चाहिँ के मागिरहेछ त अहिले अब नेपथ्यपछि चाहिँ के त भन्दाखेरि होइन अब त्यही खालको एउटा भाइब्स र त्यही खालको चाहिँ होइन रमाइलो दिने भनेको चाहिँ सुजन चापागाई अनि हामीले चाहिँ त्यहाँबाट पनि सुजन
चापागाई सिलेक्ट गरे अब यो कुरो पछि हेरौँला जस्तो राख्न मिल्छ राख्नु नत्र पठाउँदा होइन जस्तो हो होइन पैसा होइन पैसा कुरो जस्तो अडियन्स पोल भन्नुभयो नि न्युजिल्यान्डमा तपाईँले त पुरै न्युजिल्यान्डको अडियन्सको त के छामी आन्द्रभरि पत्ता लगाइसक्नु हुन्छ नि होइन न्युजिल्यान्डको अडियन्सले भिटेन रुचाउँछ कि रुचाउँदैन भिटेन पनि अब त्यही त भिटेन पनि भन्नुहुन्छ कतिजनाले चाहिँ हामीले चाहिँ अडियन्स पोल गर्दाखेरि कतिजनाको चाहिँ भिटेन पनि आइरहेको हुन्छ होइन तर यो एन्सर तपाईँले दिन अलिक मिल्दैन जस्तो पनि लाग्यो मलाई किन तपाईँ अब यो भोलि ल्याउनु पर्यो के चाहिँ जस्तो एज हो त्यसो भन्नु पऱ्यो है बरु अलिकति ऱ्यापको चाहिँ म जोड्छु यसमा ल यसमा तपाईँ जोड्नु यस्तो भिटेन भन्दाखेरि हामीले भिटेन एउटा क्यारेक्टर मात्रै क्या होइन ठिकै छ हामीले लाउरे गऱ्यौँ होइन लाउरेमा चाहिँ एउटा सर्टेन नम्बर अफ रेस्पोन्स भएको थियो राम्रो सो भएको थियो होइन त्यस्तै सिमिलर हामीले भेक वेस्ट पनि गरेको थियौँ अनि सबै हेर्दाखेरि चाहिँ हामीले समराइज गर्दाखेरि चाहिँ हुनुहुन्छ भिडियोलाई मन पराउने पनि हुनुहुन्छ तर यस्तै अब लाहेले गरेको सोहरू सोल्ड आउट सो होइन भयङ्कर सो गर्नलाई चाहिँ अझै टाइम लाग्छ कि भन्ने मात्रै हो यो चाहिँ जस्तो अडियन्समा पनि म आफैले सोच्दाखेरि पनि यही नै फिल हुन्छ जस्तो न्युजिल्यान्डमा केटाकेटी यङस्टर आउन भएर सुरु भयो भने त त्यहाँ पहिला त डेरी फार्ममा भएका अथवा पहिला अलिक आधा उधीभन्दा जस्तो त अब मेरो बुझाइमा अलिक बुढाबुढी मान्छेहरू नि हुन्छ अलिकति रिटायर जस्तो 30 वर्ष उकालो 35-40 वर्ष उकालो त्यस्तो मान्छेहरू पनि समेट्नलाई चाहिँ जस्तो सुजन चापागाई अनि फेरि तपाईँले ठ्याक्कै तातेको बेलामा हान्ने हुन्छ नि सुजन चापागाई यति बेला राइट पर्सन हो कि जस्तो अब उहाँको चाहिँ के छ आश त्यो नेपथ्य जस्तो हो त्यही क्राउड नहोला तर त्यो सन्तुष्टि दिएला सुजन चापागाईको यो अहिले हुने कन्सर्टले एकदमै राम्रो रेस्पोन्स छ हामीले अब एनाउन्स गरेदेखि लिएर होइन हामीलाई अब मेसेजहरू नि गरिराख्ने हुन्छ प्लस अब हामीले टिकट रिलिज फर्स्ट रिलिजमा अर्ली बर्डमा चाहिँ तपाईँको 400 वटा टिकट सोल्ड भइसकेको छ होइन सेकेन्ड रिलिज आउँदैछ भेरी सुन राम्रो एकदम राम्रो रेस्पोन्स छ तपाईँ अभियसली सुन्नुहुन्छ नि सुजन चापागाई गीत अफकोर्स सबभन्दा फेभरेट चाहिँ कुन सायद अलिक पहिल्यैदेखि सुनेको भएर 3 बात हो कि देखेर तिमीलाई हजुर एक हरफ गाउँदा जस्तो स्वर हुन्छ गाउँदा अब गीत त फेरि कान थन्नुपर्छ तपाईँले गायो भने जस्तो हुन्छ गाउनु जस्तो हुन्छ सबैले ट्राई गरौँ न जसको राम्रो छ त्यसको राख्नुलाई अरे देखेर तिमीलाई भएन ठिक छ स्वर त राम्रो छैन नि भन्ने जस्तो भयो ऋषि धमाको तपाईँ गाउनुहोस् एउटा लामो सासेर बिट पनि तपाईँ दिन्न बिट म चाहिँ अब मनपर्ने चाहिँ खास बाफ हो होइन तर म बाफ गाइन होइन के अरे फुलथुङ्गे रानी सुरुरुरुरुरुरु बगेर ल यति है नाइस कम्ती यो हाम्रो उहाँको सम्झना हो नि त आज हामी यहाँ छौँ उहाँका गीत सङ्गीतहरू अब हाम्रो पछिल्लो पुस्ताको त साँच्चै भन्ने हो नि पछिल्लो यो हाम्रो जेनेरेसनको चाहिँ नि फ्युजन जस्तो पुरानो लोक जस्तो नेपथ्य त्यही फ्लेभर आउँछ क्या उहाँहरूमा जस्तो पुराना लोक भाकालाई क्यारियन गर्नुभएको छ अनि उहाँहरूले त एकदम रिसर्च बेस जस्तो नेपथ्यले यो एउटा पुरा 40-50 वर्ष जे गरेको थियो नि अहिलेको समयमा जस्तो उहाँहरू पनि पुरा रिसर्च गरेर गाउँ बस्तीका भाका टिपेर शब्द टिपेर अनि नयाँ अहिलेको लोक पपहरूमा नि अलिकति मिश्रण गराएर त्यही भएर त यो बुढादेखि तन्नेर सबैलाई मनपर्छ अनि उहाँको चाहिँ सायद सुजन चापागाई को भन्दा अझै चिनिसकेको छैन होला जस्तो कोही कोही बुढाबुढी मान्छेहरूले तर यो गीत यो गीत गाउने मान्छे हो भन्ने खालको छ नाइस गीतहरू चाहिँ सबैले सुन्नु भएको छ सो तपाईँहरूलाई यत्रो कार्यक्रम गर्नुहुन्छ होइन अनि कार्यक्रम गरिसके पछाडि जस्तो ल यो चाहिँ बवाल भयो यार यो भयङ्करै भयो भन्ने चाहिँ नि केले लाग्छ जस्तो अप्सनहरू जस्तो अडियन्सहरूको क्राउडले अडियन्सहरूको मापन गर्नुहुन्छ कि अथवा ल यति सेल कलेक्सन यति पैसा यति भयो अथवा प्रफिट यति भयो अथवा आर्टिस्टहरू यति खुसी भएर गयो यसले केले चाहिँ तपाईँलाई लाग्छ कि यो बेसी बवाल टाइपले यो दुईवटा कुराले अडियन्सको खुसी अडियन्स आएर रमाइलो गरिदिनुहुन्छ होइन अनि एउटा त्यो भयो एउटा चाहिँ आर्टिस्टलाई आएर उहाँहरूले खोजेको उहाँहरूले चाहिँ चाहेको सबै कुरा चाहिँ हामीले चाहिँ प्रोभाइड गर्दाखेरि चाहिँ यो दुईवटा कुरामा चाहिँ हामी मापन गर्छौँ
अनि नाफा घाटा के छ तपाईँको अहिलेसम्म? नाफा घाटा त अब हामीले हुँदै गर्छ त्यही त। हुँदै गर्छ नाफा। पछि तपाईँहरू त्यस्तो पैसा प्रफिट यो उद्देश्य त्यो हुँदैन? होइन यस्तो आई थिङ्क लास्ट टाइमको पोडकास्टमा नि साथीहरूले भन्नुभएको थियो होला नाफा घाटा भन्दा पनि अब सबैजना लागेको एउटा प्यासन नै हो टुवर्ड्स द म्युजिक, त्यसले नै हो सबै ड्राइभ गरेको। अनि तपाईँहरू अनि घाटा भने खल्तीबाट पैसा हाल्नुहुन्छ त? पर्यो भने हाल्नु पर्यो भने होइन अहिलेसम्म परेको छैन त्यसो भने? अहिलेसम्म चाहिँ परेको छैन। ओके, ए पऱ्यो भने हाल्नु पनि पऱ्यो है? पर्यो जस्तो पऱ्यो भने अब जस्तो आर्टिस्टसँग भएको कन्ट्र्याक्ट त त्यही अनुसार कन्ट्र्याक्टको स्टिक हुनै पऱ्यो, सबै कुरा पे गर्नु पऱ्यो, आर्टिस्टलाई पे गर्नु पऱ्यो, हललाई पे गर्नु पऱ्यो, टेकलाई सबैलाई। त्यो लिस्ट देखायो भने त हजुरले नगर्नु भन्नु होला पर्छ हो त्यति ठुलो लिस्ट हुन्छ। मैले यसो गेस्टी गर्न सक्छु, त्यो एकदम नदेख्ने जति देखिन्छ नि त्यो बिहाइन्ड द सिन नदेख्ने त्यो देख्ने चाहिँ एउटा फिक्स हुन्छ, नदेख्ने चाहिँ एकदमै धेरै हुन्छ। एकदम धेरै। हजुर उयो नेपालतिर नि जस्तो घर बनाउने हुन्छ नि, घर बनाएर ढलनसम्म टक्क 3 तला ठडाइयो, प्लास्टरसम्म भइसक्यो घर सिद्धि भने त्यसपछि खर्च आउँछ भन्छ नि, रङ यो त्यो प्लम्बिङ हो यस्तै होला कि बोर्नु पर्यो त्यस्तै नै। जस्तो लाखे इभेन्ट्स जस्तो गरिराख्दाखेरि तपाईँले 5 वर्ष सुरु गर्दाखेरि कहिले काहीँ तपाईँलाई लाग्छ यो काम अलिक बोरिङ हो कि अलिक टु मच अलिक हेक्टिक भयो कि यो काम चाहिँ बरु पर्सनल काममा दिनु पाए अलिक पैसादेखि अरू कुरामा सहज हुन्थ्यो जस्तो लाग्छ लाग्दैन तपाईँलाई दुवैजनालाई? भर्खरै पनि जोडिहालेँ, त्यो प्यासनको कुरा हो होइन। अब त अफकोर्स एभ्री इभेन्ट होइन, कुनै पनि इभेन्टहरू तपाईँले आइदर नेपथ्य ल्याउनुहोस् नभए अरू सानो इभेन्ट गर्नुहोस्, इभन मुभी नै गर्दा पनि अब खटिनुपर्छ, लाग्नुपर्छ, टेन्सन प्रेसर त अब अफकोर्स हुन्छ नै। डेडलाइन प्रायः सबैमा डेडलाइन हुन्छ। हजुर, चाहिँ कहिलेकाहीँ अलिकति थकाइ पनि लाग्छ? थकै लाग्छ, नर्मल काम गर्दा थकै लाग्छ। अब यो झन् इभेन्ट भनेको अब तपाईँहरूको इभेन्ट जस्तो लाखे इभेन्ट्सको सबभन्दा ठुलो स्ट्रेन्थ चाहिँ के हो? हाम्रो टिमवर्क, हाम्रो चाहिँ हामी 5 जनाको चाहिँ एकदम सोच सबै कुरा चाहिँ मिल्छ होइन, अनि काम गर्नु पनि एकदम सहज हुन्छ, क्विक डिसिजन यताउता होइन। जस्तो अब यो तपाईँहरूको आफ्नो पोलिसी छ होइन, कतिसम्म भन्न मिल्छ? जस्तो तपाईँले कसले के हेर्नुहुन्छ टेन्टेटिभ? अब त्यसलाई अलिक स्पष्ट भन्नु परेन? यस्तो छ, अब फेरि हामी चाहिँ पर प्रोजेक्ट पनि हामी स्वेप पनि गर्छौँ। ए ओके ओके ओके, ए भन्छ सबैसँग ज्ञान चाहिँ हुनु पऱ्यो, बेसिक ज्ञान चाहिँ। ओके, अब कहिले मैले एउटा प्रोजेक्टमा टेक हेरिरहेको हुन्छ, प्रोजेक्टमा अब एकदम मेजर भनेको 4-5वटा हुन्छ। एकजनाले टेक हेर्ने, एकजनाले स्पोन्सर खोज्ने होइन, टिकट बेच्ने, नभए भिजाहरूको हेर्ने, अब त्यही नै हो। ए है, त्यस्तो जिम्मा बाँडफाँड हुन्छ है? बाँडफाँड नै सबैले एउटा लिनुहुन्छ सबैजनाले। कहिलेकाहीँ अलिकति ढिलो गर्ने अलिकति झ्याउ गर्ने चाहिँ को छ यो टिममा? भनेको अलिक ढिलो सुन्ने, आफ्नो नाम नभने प्राय विशेष सुमनजीलाई चाहिँ के पर्छ? विशेष मार्केटिङ हेड हो, मार्केटिङ मार्केटिङ हेड। हजुरको त तपाईँले जति पनि पोस्टहरू भिडियोहरू ए मार्केटिङ उसलाई हो त्यो चाहिँ देखिन्छ क्या बाहिरबाट होइन, हिज डुइङ अवसम, त्यो चाहिँ त्यति म भन्न सक्छु होइन। अरूको चाहिँ के छ? सुमनजीको के छ ड्युटी? सुमनजी टेक ए टेक हो, हजुर नाइस। त्यो अर्को एउटा रेस्पोन्सिबल काम पनि एकदमै। मतलब त्योसँगै फेरि मार्केटिङ पनि रेस्पोन्सिबल हुनु पऱ्यो, सबै हुन्छ, सबै कुरा हुन्छ। एउटाले यो हेर्ने भन्दा पनि अब टेक पनि हेर्नु पऱ्यो, टिकट पनि बेच्नु पऱ्यो होइन, भन्छन् नि गर्नु पऱ्यो, यसो छ उसो छ भन्नु पऱ्यो। अब सकेसम्म सबै गर्ने। अनि यो काम यो गरिराख्दाखेरि आफ्नो काममा कहिले ह्याम्पर हुँदैन? हुन्छ तर यस्तो छ, अघि नेत दाइले जोडिसक्नु भयो, प्यासन भइसकेपछि त्यो मिलाउन मिल्छ क्या, आफ्नो काम पछि पनि होइन, त्यो म्यानेज गरिन्छ। ए टेक, तपाईँ टेक हेड जस्तो नेपथ्य आउँदाखेरि त्यो तपाईँको भूमिका के थियो? नेपथ्य आउँदाखेरि नेपथ्यमा चाहिँ प्राय हामी सबै थोकै हेरेको थियौँ। ओके, लाइक लास्ट टाइम पनि हाम्रो कुरा भएको थियो नि, नेपथ्यको चाहिँ उतैबाट सबलाई कनेक्ट गरेर हामीले चाहिँ उहाँको एउटा मान्छेलाई कनेक्ट गराइदिएपछि उहाँले सबै गाइड गर्नुहुन्थ्यो, त्यसैले त्यो एकदम सजिलो थियो नेपथ्यको चाहिँ। जस्तो यहाँनिर वर्ल्ड क्लास इक्विपमेन्टहरू सबै छ न्युजिल्यान्डमा अहिलेसम्म ब्यान्ड ह्यान्डले मागेको जति सबै भेटेकै छ है। अन्त न्युजिल्यान्ड अभियसली फर्स्ट क्लास ठुल्ठुलो कन्सर्ट पनि त भएको छ न्युजिल्यान्ड। अब इङ्ग्लिस कन्सर्टहरू 660 माइक अलिक छ
ए सरी सरी ठुलो 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 जस्तै इडन पार्कमा सोल्ड आउट कन्सर्ट भइरहेको हुन्छ होइन स्पार्कमा मैले म गएको भनेको 660 कन्सर्टमा गएको थिएँ इन्डियन इभेन्ट्सहरूको त्यत्रो ठुल्ठुलो कन्सर्टहरू भइरहेको छ अफकोर्स छ चुनौती चाहिँ के छ तपाईँ यत्रो म्यानेज गरिरहनु भएको छ होइन न्युजिल्यान्डमा कन्सर्टहरू अथवा यस्तो सोसियल प्रोग्रामहरू गर्दाखेरि तपाईँलाई कहिलेकाहीँ रिक्सी लाग्छ केही रिक्सहरू अथवा चुनौतीहरू केही छ चुनौती भन्दा पनि यस्तो छ हाम्रो वाइड अडियन्समा जाँदैन हामी भनेको कम्युनिटी इभेन्ट्स गरिन्छ होइन कम्युनिटी हाम्रो सर्टेन टार्गेट चाहिँ अब नेपाली नै हो नि त होइन नेपाली नै गर्ने भने चाहिँ अब त्यही अघि फेरि यही कुरा रिपिट भइसक्यो हामीले एउटा सर्टेन टार्गेट अडियन्स हेर्छौँ होइन कसलाई ल्याउँदा को आउँदाखेरि बेटर हुन्छ प्लस अब अस्ट्रेलियामा आउँदा कोही ब्यान्डहरू आउनु भएको छ भने ओके वाइ नट न्युजिल्यान्डमा गरौँ भन्ने हुन्छ त्यसरी नै हो तर त्यस्तो खालको रिक्स चाहिँ देखिँदैन जस्तो लास्ट टाइम रोजनजीले भन्नुहुन्थ्यो अब अस्ट्रेलियामा कति बेला आउँछ र ढुकेर बस्ने होइन हामी अब सिधै यहाँ ल्याउने भन्ने अवस्थामा पुगेको छ भन्नुहुन्थेन हो नि त्यही त मैले सजिलो चाहिँ हुन्छ अस्ट्रेलिया आउँदाखेरि तर फेरि अस्ट्रेलियामै अब जस्तो फर इक्जाम्पल हामीलाई कोहीलाई ल्याउन मन लाग्यो नेपालबाट यो गर्दा चाहिँ एकदम राम्रो हुन्छ भन्यो भने चाहिँ अब अस्ट्रेलिया नै कहिले आउनुहुन्छ र ल्याउँला भन्नु चाहिँ पर्दैन हामीले सिधै नेपालबाट ल्याउन सकिन्छ अब झन् नेपथ्यपछि चाहिँ यो ब्रेकै भएको छ है अब नेपालबाट नि ल्याउन मजाले सकिन्छ जस्तो नेपालबाट ल्याउन चाहिँ केले चाहिँ अलि गाह्रो हुने चाहिँ अवस्था किन हुन्छ जस्तो त्यो प्लेन टिकटै मात्रै त होइन के चाहिँ गाह्रो हो क्या जस्तो अस्ट्रेलियाबाट यहाँ आउन सजिलो र नेपालबाट आउनु चाहिँ अलिक गाह्रो हुने चाहिँ केले यस्तो क्या राजीवजी अब ब्यान्डहरूको कन्सर्टबाट नि अस्ट्रेलियामा भयो भने त धेरै सो हुने भयो नि त ए पे गर्ने हिसाबले पनि उहाँहरू हजुर होइन अस्ट्रेलियामा भयो भने केही नभने 5-6वटा सो हुन्छ स्टेट वाइज अनि त्यता आयो भने न्युजिल्यान्ड आउन ब्यान्डहरूलाई नि सजिलो होला कि यस्तो त्यो पनि हो प्लस कस्ट मेजर फ्याक्टर चाहिँ कस्ट नै हुन्छ होइन अब एउटा सिङ्गल आर्टिस्ट गर्न प्लस ब्यान्ड गर्न फरक पर्छ होइन ब्यान्डमा फर इक्जाम्पल अब एभ्री ब्यान्डमा अब 5-6 जना हुनुहुन्छ कसैको त 8-10 जनै हुनुहुन्छ अहिले हामीले सुजन गर्दै अब 10-12 जना हुनुहुन्छ होइन अब मेन चाहिँ अब मान्छे ब्यान्ड मेम्बर धेरै भइसकेपछि अफकोर्स कस्ट इन्भल्भ हुन्छ कस्ट इन्भल्भ हुने बित्तिकै सबै कुरा महँगो हुन्छ ए त्यही हो त्यही लगभग मैले भनेको त्यही कुराहरू जस्तो कस्ट जस्तो टिकट मात्रै नभएर भिजाका कुराहरू सबै कुरा धेरै कुराहरू सबै कुरा मल्टिप्लाई हुने हजुर अस्ट्रेलिया आउनुभयो भने अघि मैले भने होइन त्यो देखिने कस्ट भन्दा नदेखिने कस्ट चाहिँ धेरै जोडिन्छ हो नि त्यो त देखिँदैन नि जस्तो भिजा अब एकजना भिजै लाउनु पर्यो हजुर एकजनाको पुरा तलदेखि माइसम्म सुरुदेखि अन्तिमसम्म एकजनाको ट्र्याकै गर्ने भने पनि कति धेरै खर्च लाग्छ ब्यान्डको त अब 8-10 जना अभियसली नेपथ्य आँटिसक्यो अब त सकिन्छ अब जस्तो टिकट सेल नभएको अवस्थामा ब्याकअप के हुन्छ त्यसो नि तपाईँको जस्तो त्यो अवस्था आएको छैन मलाई थाहा छ ब्याकअप पनि टिकट सेलै गर्ने टिकट सेल नहुने भन्ने अवस्था कमै आएको होला अहिलेसम्म तर एउटा राम्रो पार्ट त्यो पनि छ होइन अब सबैजनाले हाम्रो फ्रेन्ड सर्कल साथीभाइ फ्यामिलीहरू होइन हामीले इभेन्ट गर्न लागेको छौँ है भनेपछि सबैले सपोर्ट गर्नुहुन्छ होइन अहिलेसम्म अब जस्तो फुटबल क्लबहरू पनि भयो होइन क्रिकेटहरू जो पनि अब सबै कम्युनिटी ग्रुपहरू भनौँ न एउटा स्पेसिफिक तोक्नुभन्दा पनि सबैजनालाई यस्तो यस्तो छ भन्दाखेरि सबैले हुन्छ नि भनेर सबैले गरिदिनु भएको सपोर्ट गर्नुभएको छ त्यही भएर अहिले मैले अब चाहिँ म तारिफ गर्दिनँ अन रेकर्ड चाहिँ होइन तारिफ गरेँ नि अब यहाँ मेरो तारिफ र गाली भन्ने हुँदैन यस्तो राम्रो छ एज अडियन्स जस्तो हामी थर्ड पार्टी हो भने अडियन्स होइन अडियन्स पनि अब एक किसिमले नेपथ्य भनेपछि लाखे भनेपछि राम्रै चेक गर्छ है यो चाहिँ एउटा के भन्छ सिग्नेचरवाला के भन्छ एउटा ट्रेडमार्क होइन एकदम माया गरिदिनु भएको छ यही हजुरको पोडकास्टबाट सबैजनालाई धन्यवाद पनि भन्न चाहन्छु किनकि अहिलेसम्म अब उहाँहरूकै माया त होइन उहाँहरू नआइदिएको भए माया नगरिदिएको भए अब यो हुँदै हुन्थेन नि होइन त्यही भएर सबैजनालाई नेत्रजी अब के छ यो नेपथ्यकै लेभल अथवा त्योभन्दा माथिल्लो न यो आर्टिस्टलाई नल्याउँ होइन हजुर यस भोल्युममा अब त मान्छे पनि बढ्ला के गर्ला अब के छ एउटा तपाईँहरूको एकदम भयङ्कर एउटा प्रोजेक्ट ड्रिम प्रोजेक्ट के छ अब अहिलेलाई त सुजन नै भन्नु पऱ्यो होइन त्यसपछि चाहिँ नेक्स्ट चाहिँ अब अर्को वर्ष समथिङ डिफ्रेन्ट आउँछ डेफिनेटली होइन यो त्यो भन्दा पनि कुनै नयाँ टेस्ट नयाँ अडियन्सलाई नयाँ एक्सपिरियन्स भन्नु पऱ्यो लुकिङ फरवर्ड सुमनजी इन्जोय गर्नुभएको छ एकदम सबभन्दा तपाईँको टिममा सबभन्दा फन्नी चाहिँ को छ फन्नी मै नभन्दा हेरेर त्यस्तो तपाईँको टिममा रिस आउने भन्ने हुन्छ रिस
रिसाउने र अनि त्यसपछि ऊ नभयो भने त्यो माया बढ्दैन भनेको रिसले जस्तो हानि हुने गरी नै रिस आउने त्यस्तो त होइन कामको बेलामा कोही रिसाउने कोही झर्किने यस्तो साधारण हो फेरि आज रिसायो भने भोलि नर्मल हो फेरि त्यो चाहिँ राम्रो त्यो चाहिँ क्लियर कट हो जस्तो मैले जस्तो हुन्छ नि कोही चाहिँ भित्र रिसाइ गर्ने अलि बाङ्गो मात्रै कुराहरू नि त्यस्तो भए त यहाँसम्म पुग्दैन थियो होला त्यो भए पनि फेरि भन्नु मिल्दैन होला होइन मिल्यो भित्र रिसाइ मान्छे डेन्जर हुन्छ नि त फेरि भित्र रिसाइरहने अलिकति काम दिएको पनि पुरा नगर्ने त भन्नु पनि मिलेन होइन मै यो भन्नु न आफैले दोष लाउन सजिलो हुन्छ अनि म बोलिनँ के छ हजुरको अस्ति पनि अलिकति पर्सनल कुरा अस्ति पनि भयो हजुर ट्रेडी हुनुहुन्छ होइन अनि तपाईँले समय चाहिँ कसरी म्यानेज गर्नुहुन्छ जस्तो यहाँ पनि त एक किसिमले त पढ्दाखेरि त फुल टाइमै दिनु पऱ्यो मिल्छ त्यो अब काम भयो भने दिउँसो काममा ट्रेडीको काम कन्ट्र्याक्टिङ काम भने चाहिँ सार्न यताउता गर्न जे गर्न नि मिल्छ त्यो चाहिँ राम्रो आफ्नो कस्टमरलाई कसरी ह्यान्डल गर्ने त्यसमै हो ल जाँदै तपाईँ सुजन चापाको एउटा गीत तपाईँले नि गाउनु पर्ने उहाँको स्वर एकदम मिठो छ फेरि झट्ट भन्दा आउँदैन क्या अब फेरि रेशम चाहिँ नगाउनु नि त्यही देखेर तिमीलाई हुन्छ ल प्लिज किन न देखेर तिमीलाई भेटेर तिमीलाई मनै मनमा माया तिन पाते भइदियो यति चाहिँ चाहियो है यति भन्दा भोलि सुजन चापाको जस्ट इन केस पोस्टपोन गर्नु नि तपाईँले अरू तपाईँलाई नि एउटा सोधौँ भन्दै त प्लिज तपाईँ चाहिँ कति एक्साइटेड हुनुहुन्छ सुजनको लागि अफकोर्स सुजन चापाको त अफकोर्स त्यो मेरो टाइपको फिल आउँछ क्या त्यो गीत पनि आफ्नो गीत सङ्गीत एउटा हुन्छ नि मेरो टाइपको फिल आउँछ जस्तो उहाँको त्यो लिरिक्सहरू अनि त्यो म्युजिकहरू कस्तो बगेको होइन म अहिले गाउँछु हजुरको फेभरेट चाहिँ यसको के हो म भाग्य मेरो मखमली बाटो हेरौँला फुल स्वर त बवाल रहेछ हौ त तपाईँहरू राम्रो एकदम अलि हाम्रो रुजनजी गाउनुहुन्छ मैले थाहा पाएको छु होइन अलिक गाउनुपर्छ नै जाँदै अब हामी खालि हो जसरी प्रश्न सोध्नु भने त्यसरी सोध्दा अलिक इन्ट्रेक्टली मजा आउँछ कि होइन एकदम होइन हजुरले त्यो ठाउँमै दिनु भने एकदम प्रश्न दिएको गर्नुभयो र मैले एन्सर दिएको गरेर क्या रमाइलो भइरहेछ ठिकै छ त न यो इभेन्टहरू चाहिँ न्युजिल्यान्डमा होइन जति धेरै इभेन्ट भयो जति धेरै इभेन्ट म्यानेजमेन्ट गर्ने संस्थाहरू भयो जति धेरै नेपाल प्रोग्राम भयो व्यावसायिक रूपमा जस्तो मैले अब यो मिडिया स्टुडियो रन गरेको छु मलाई त फाइदा हो नि जति धेरै मान्छे भयो मेरो त भनेको मान्छेलाई सेल गर्ने होइन मेरो त मान्छेलाई देखाउने अलिक धेरै मान्छेले हेरिदियो त्यही होइन अनि तपाईँहरूले जति धेरै आर्टिस्ट ल्यायो मलाई त्यति फाइदा क्या फाइदा लिटरली स्वार्थै भएर भन्दाखेरि पनि फाइदा क्या धेरै मान्छे हुनुहुन्छ धेरै इभेन्टहरू भयो भने अपर्च्युनिटी पनि त छ हजुरलाई पनि अपर्च्युनिटी हुन्छ प्लस अरूलाई पनि अपर्च्युनिटी हुन्छ तपाईँले यस्तो अपर्च्युनिटी कुरा भन्नुभयो भने न्युजिल्यान्ड व्यक्तिगत रूपमा चाहिँ कस्तो देश लाग्छ तपाईँलाई म 2012मा आउँदाखेरि मलाई न्युजिल्यान्डमा त्यति राम्रोसँग धेरै थाहा पनि थिएन होइन अब नेपालबाट +2 सकेर आएको ब्याचलर अलिअलि हाफ ब्याचलर पढेर आएको अनि न्युजिल्यान्ड आइसकेपछि म कतिपय देशहरू घुमेको पनि छु होइन तर मलाई सबभन्दा राम्रो सबभन्दा बेस्ट यही हो संसारको सबभन्दा राम्रो ठाउँ यही हो न्युजिल्यान्ड हजुर केले चाहिँ त्यस्तो लाग्यो तपाईँलाई अब खोइ अब जन्मभूमि एउटा कर्मभूमि भएर होला कति 14-15 वर्ष भइसक्यो होइन यहीँ बसेछ यहीँ दुःख गरेछ हावा के चाहिँ बेस्ट लाग्छ भने सदैव हावा पानी राम्रो छ नेपाल जस्तै छ एबिसी यही नै आउँछ होइन तर अरू कुरो करियरका कुराहरू नि आउँछ नि करियर हावापानी त अब जहाँ गएर बसिन्छ त्यसमा एउटा भइ नै हालिन्छ होइन त्योभन्दा पनि मान्छेहरू सायद पिपुल होला होइन साथीभाइ होला धेरै पैसा कमाएर भन न होइन पैसा पनि एउटा पार्ट हो होइन त्यसको लागि पनि चाहिन्छ तर त्यही पैसा त ठुलो विदेशमा त पैसा एउटा पार्ट होइन मेजर पार्ट होइन होइन अब त्यही हामीले कसरी लिन्छ अब अलिक धनीले दिने खालको फिलोसफी त धनी हुन्छ जस्तो लाग्यो एउटा कुरो नि सत्य कुरो पैसा केही होइन पनि पैसा हुनेले भन्ने पैसा केही होइन मैले भनेकै छैन म त पैसा एउटा पार्ट हो मेजर पार्ट हो नि करियर जस्तो विदेश आउने किन भन्दा हो अभियसली पैसा
अब यसमा फेरि पैसै स्ट्रङ भने नि होइन, तर एउटा बसाइ पनि राम्रो क्वालिटी हुनु पऱ्यो। यस्तो पैसा कमाइवरी चाहिँ के हुन्छ कि होइन पैसा त यस्तो है, अब कम्पेयर गरेको नि फेरि मलाई गाली गर्नु होला, अस्ट्रेलियामा पैसा न्युजिल्यान्डमा भन्दा धेरै छ भन्छ होइन भन्नुहुन्छ नि त हाम्रो साथीभाइले चाहिँ। मान्छे सबै अस्ट्रेलिया गएको पनि त छैन त, यहीँ पनि अब कति सिटिजनभरि यहीँ बस्नु भएको छ नि त, पैसाको लागि भए त जानु थियो होला नि त होइन र। आई थिङ्क क्वालिटी अफ लाइफ राम्रो छ न्युजिल्यान्डमा होइन, बस्ने अब त्यो दौडधुप धेरै छैन जस्तो लाग्छ मलाई चाहिँ। जस्तो हजुरको नेपालको घर कहाँ मैले सोधेँ? ए ठिकै छ, मेरो घर पाल्पा हो। पाल्पा यस्तो पाल्पा तानसेनमा अलिक धेरै अपर्च्युनिटी छ कि बुटोलमा छ? अलिक बुटोलमा छ नि, किन त्यो मान्छे धेरै छ, बजार धेरै छ, बजार जहाँ धेरै हुन्छ त्यहाँ धेरै व्यापार व्यवसाय हुन्छ र अपर्च्युनिटी हुन्छ। हो यसरी ठ्याक्कै सदरमुकाम र त्यो दाँच्न खोजे नि, तर टेक्निकली न्युजिल्यान्ड अलिक सानो, सबै कुरा जनगणनादेखि मार्केटदेखि आर्थिक कुराहरूदेखि अलिक सानो देश हो। यहाँ त्यही किसिमको मार्केट छ र त्यही किसिमको बसाइको क्वालिटी चाहिँ नि आई क्यान कन्फिडेन्टली भन्न सक्छु कि न्युजिल्यान्डको वर्क ब्यालेन्स पनि बवाल छ होइन। साथीभाइ छ नि त अस्ट्रेलियामा, दौडधुप छैन नि त न्युजिल्यान्डमा होइन, आनन्दले बिहान काममा गयो साँझ घर आउँदा फ्यामिलीसँग बस्नु पाइन्छ। त्यही कुरा साथै अस्ट्रेलियामा कुरा गरेर हुन्छ, यो त्यो भाग्या छ होइन, अस्ट्रेलियामा कम्युट नै धेरै छ अब होइन, काममा जाने ट्रेनमा 1 घन्टा लाग्छ भन्ने पनि सुनिरहेको हुन्छ होइन। त्यो सायद त्यही देशको माहौल पनि जस्तो अस्ट्रेलिया बस्ने तपाईँ नै हामी नै अस्ट्रेलिया आएर बसिन्थ्यो भने त्यही प्याटर्नमा भइन्थ्यो होला क्या, काम सिफ्ट वर्क लेकुले दौडे भागे त्यहाँ चाहिँ बोलाएर बस्नै मिल्दैन थियो होला क्या, अरू साथीहरूको देख्दाखेरि है। यहाँ चाहिँ टु चिल छौँ, अब टु चिलै अब त्यो सब ठिकै छ त के त भने जस्तो। यहाँ चाहिँ अलिक जोई बस्ने ठाउँ नि लाग्छ कि एउटा बाले भन्नु थियो जोई बस्ने ठाउँ रहेछ भने उहाँले चाहिँ जोई चाहिँ इन सेन्स एकदमै शान्त ध्यान गर्ने ठाउँ रहे क्या, लामा जोईहरू बस्ने ठाउँ रहे क्या न्युजिल्यान्ड। त्यो एङ्गलले नि किसिम ठिक हो होइन, राम्रो छ। मलाई चाहिँ खास क्वालिटी अफ लाइफ नै हो। अझै त अलिकति व्यावसायिक तपाईँ के गर्नुहुन्छ, जोड्न मिल्छ? ए अफ मिल्छ नि, किन नमिले। तपाईँ पैसा के गरी कमाउनुहुन्छ, पैसा कमाउने स्रोत के हो त? पैसा कमाउने स्रोत मेरो ट्राभल कर्नर, म ट्राभल एजेन्ट हो हजुर। अनि मेन चाहिँ त्यही नै हो, प्लस साइडमा अब इभेन्टहरू गरिन्छ अनि एउटा रेस्टुरेन्ट पनि छ। ए ओके हजुर, नाम चाउ बेली भन्ने इटालियन रेस्टुरेन्ट हो। ए चाउ बेली, हजुर अक्ल्यान्ड आउँदाखेरि चाहिँ आउनुलाई। चाहिँ तपाईँ आफू के त्यो रेस्टुरेन्ट सम्बन्धी ज्ञान थियो कि हजुरले लगानी मात्रै गर्नु? ए होइन, यस्तो अब त्यसलाई हल्का त्यो जोड्नु पनि पर्छ। फेरि 2023 मा बाबा पनि आउनुभएको थियो। मेरो बाबा चाहिँ सेफ दुबईमा फर अ लङ टाइम, अनि बाबा पनि आएको बेलामा चाहिँ ल एउटा रेस्टुरेन्ट लिगौँ नि त भनेर उहाँ चाहिँ अब कन्टिनेन्टल सेफ भएर चाहिँ अनि लिएको थियो। अनि त्यसरी चाहिँ होइन, बाबा चाहिँ अब नेपाल जानुभयो अनि म अनि एकजना पार्टनर हुन्छ मेरो, उहाँ चाहिँ सेफ हो। फेरि हामी दुईजनाले गरिरहेको छौँ। हजुर, तर म चाहिँ फुल टाइम चाहिँ ट्राभलमै गर्छु। ट्राभल भयो अनि प्लस मेरो एउटा हेल्थ होल्ड पनि छ क्राइस्टचर्चमा। हेल्थ होल्ड भनेको चाहिँ हामीले त्यो चाहिँ मोस्टली फर लग्जरी अनि लिजर मार्केट क्रुजहरूको लागि। हजुर, भनेपछि तपाईँको यो ट्राभल कर्नर चाहिँ कहाँ बेस्ट हो, अकल्यान्ड कि क्राइस्टचर्च? ट्राभल कर्नर चाहिँ अकल्यान्डमा डोमिनियन रोडमा अनि प्लस क्राइस्टचर्चमा पनि छ। अनि अब भनेको बेलामा भनिहाल्छु, मेरो श्रीलङ्कामा पनि छ, फिलिपिन्समा पनि छ, इन्डियामा पनि छ। ए भनेपछि त्यो पैसा केही चाहिँ हो भनेको कारण यो रहेछ। हेड अफिस चाहिँ कहाँ हो? हेड अफिस चाहिँ अकल्यान्डमा। हजुर भनेपछि तपाईँ कति निकै यो ओके। म अन्तिम प्रश्न ल, यो प्रश्न हजुर भइहाल्छ नि। न्युजिल्यान्डमा व्यवसाय गर्न कति सुरक्षित देश हो यो? सुरक्षित त अब यस्तो टाइममा क्वेसन गर्नु भएको छ। न्युजिल्यान्ड इकोनोमी अहिले एकदमै होइन अब डाउन भन्नु पऱ्यो नि होइन, अहिले त्यस्तो टाइममा गर्नु छ। सुरक्षित त अब सेफ वाइज त राम्रो छ त न्युजिल्यान्ड होइन। अब कुनै बिजनेसमा कोही सक्सेस हुन्छ कोही हुँदैन होइन, त्यो चाहिँ तर सुरक्षित तरिकाले सेफ वाइज चाहिँ धेरै राम्रो छ त होइन। तपाईँलाई के लाग्छ? अब त्यो चाहिँ नि राम्रोसँग गर्ने हो भने यहाँ करप्सन नेपालमा जस्तो छैन। यहाँ मान्छेहरू चिनेकै भरमा काम लिनुपर्छ अथवा कोहीसँग ढुकेर हजुर भन्नुपर्ने अवस्था छैन भनेपछि इट डिपेन्ड्स, आफूमा भर पर्छ। आफूले मजाले गर्न सक्यो, कर्मशील भयो भने वे बेटर छ नि। अफकोर्स पैसा खुवाउनु पर्दैन, त्यति भयो भने हामी नेपाललाई पुगेको नि। त्यहाँ नेपालमा कला छ, क्षमता छ, सिप छ, स्रोत साधन छ, त्यहाँ आफ्नो पहुँचमा मान्छे छैन। र त्यो मान्छे चाहिँ नि के जस्तो हुन्छ क्या, जसको चाहिँ केही छैन, डुकुलन्ठु होइन, त्यो मान्छे चाहिँ सलम गर्नुपर्ने, ऊ चाहिँ अहिले पछि सेक्युरिटी राखेर हिँड्ने खालको अवस्था छ नि त नेपालमा। अब त्यो नहोला। अब त्यो भन्दै गर्दा न्युजिल्यान्ड त अफकोर्स अस्ति मैले यो कम्पनी रजिस्टर गराएँ,
ल 5 मिनटमा 5 मिनट लाग्दैन कि सक्यो। एक्ज्याक्टली 5 मिनट गरेर गरायो भोलिपल्ट इमेल आयो ल यताउता सकि त गयो नो ड्रामा अनि त्यही नै चाहियो नि त हामी नेपालीहरूलाई हो होइन धेरै धेरै नै सजिलो मैले त हजुरले सेफ भन्दा थिएँ अब त्यो लाइक कति क्राइम हुने तरिकाको सेफ भन्नुभयो कि भन्नुहुन्थ्यो अरू नर्मल कामहरूलाई चाहिँ धेरै धेरै नै सजिलो छ नि एनिवे थ्याङ्क यू सो मच धन्यवाद अब हामी फेरि अर्को इभेन्टमा फेरि यसरी भेटौँ होइन तपाईँको कलाको लागि चाहिँ म उच्च सम्मान गर्छु दुवैजनाको गला र गला थ्याङ्क यू धन्यवाद राजुजी बोलाइदिनु भएको हाम्रो सुजन चापागाईको कन्सर्ट 20 जुलाई हजुर स्टुडियो द भेनु सबैजना आउनु रमाइलो गर्नुपर्छ है एउटा गीत यहाँ जोडौँ त एउटा गीत गाइदिनु त फिसै उडे म बाफ झैँ अगाडिको लाइन आएन दादा यो पनि लिरिक्स हो कि हस् थ्याङ्क यू सो मच धन्यवाद